भाइरल भएको मान्छे अब जति भाइरल भएन बुढी उनलाई चाहिँ कपाल फुलिसक्यो त्यहाँदेखि भाइरल उहाँहरूको सोच चाहिँ भाइरल यस्तो सोच चाहिँ भाइरल हुन हिँड्ने भन्ने छ तर हामीले केही पनि भाइरल हुन हिँडेको होइनौँ किनभने आफ्नो आफ्नो खर्चमा आफू खाएर कहिले कहाँ पुग्छौँ कहिले कहाँ अब जस्तै अहिले त्यो आशिका तामाङ नानुको विषयमा पनि हामी कहाँ उहाँ सिन्धुपाल्चोक पुग्यौँ होइन सिन्धुपाल्चोक पुगेर आशिका तामाङ होइन अर्को सानो नानी अहिले भाइरल भइरहेको छ त्यो नानी अब ती नानुलाई चाहिँ ल्याएर हामीले त्यहाँनिर उहाँ बिजोको अवस्थामा थियो त्यस्तो अवस्थामा गएर त्यो नानीलाई हस्पिटलमा ल्याएर भर्ना गरेर बाहिरबाट एमदाईहरूले सहयोग गरिरहनु भएको छ गर्न त भए पनि त्यो ठाउँबाट उठाएर ल्याएर त्यो हस्पिटलमा रिक्वेस्ट गरेर राखेर राम्रो काम गरेको पक्षहरू पनि देख्नु पर्यो नि भाइरल हुन कसैले गर्छ कसैको ज्यान बचाउनलाई पनि कसैको भविष्य राम्रो होस् भन्नलाई पनि गरिरहेको छौँ नि त त्यो चिजहरू पनि देखिदिनु पर्यो भन्ने मेरो कुरा हो के छ आशिका बहिनीलाई उपचार गरिराख्नु भएको छ हामी लगभग अब अन्तिममा नि छौँ र के छ अहिले तपाईँ जुन राष्ट्रसभा राष्ट्रिय स्वतन्त्र पार्टीमा चाहिँ तपाईँ भनौँ न आबद्ध अथवा पार्टी सदस्य लिएको भन्ने जुन कुराहरू पनि आइरहेछन् कि के हो सत्य हो यस्तो हो अब नयाँ पार्टी हुनुहुन्छ उहाँ नयाँ दल हुनुहुन्छ तर अब यो उनी भएको भनेर त होइन होइन तर भविष्यमा के हुन्छ त्यो चाहिँ थाहा छैन त्यो खासमा चाहिँ यस्तो अहिले त्यो भाइरल भइरहेको कुरा त्यो पार्टीको कुरा चाहिँ के छ भने हामीलाई जति पनि भेट्न आउनुभयो होइन अब आउनु भएको थियो नि त त्यो पार्टीबाट नि आउनु भएको थियो नि त हामीले उहाँहरूलाई धन्यवाद दिनै पर्ने थियो हामीले होइन धन्यवाद दिन मात्रै हामीले भेटेको अब त्यहाँ त न्युजै आइसकेछ हामीले सबै पार्टीका को आउनुभएको थियो हामीलाई सामाजिक काम गर्ने व्यक्तिहरू भएको छ जो सुमना श्रेष्ठी हुनुहुन्छ उहाँहरूको पार्टीबाटै भनौँ न सविताहरू सबैजनालाई पार्टीलाई नि हामीले चाहिँ धन्यवाद के छ कस्तो लाग्छ आशिका दिदी राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ उहाँहरूको सोच एकदम राम्रो छ नयाँ एनर्जेटिक होइन केही परिवर्तन लिएर आउँ होइन आफ्नै पार्टीभित्र पनि परिवर्तन लिएर आउँ पुरानो पार्टीमा पनि उहाँहरूको सोच परिवर्तन हुनुपर्छ पुरानो दलहरू सकिएर नयाँ आउनुपर्छ नयाँले चाहिँ अझै जति पनि हाम्रो देशमा जति पनि हुनुहुन्छ अलि एज भएकाहरू हुनुहुन्छ उहाँहरू हटेर नयाँ आउनुपर्छ भन्ने सोच छ उहाँहरूको र नयाँ सोच उहाँहरूको सबभन्दा राम्रो पक्ष के भनेदेखि हामी एटलिस्ट जनताको दुःख आज के भइरहेको छ होइन त्यो सुन्ने उहाँहरूको क्यापासिटी छ क्या र सुन्नु पनि हुन्छ पार्टीको जति मेम्बरहरू हुनुहुन्छ होइन सांसदज्यूहरू हुन्छ अब यो कुरालाई पार्टीमा लागेर यसरी सपोर्ट गरे नभनिदिनु भन्नु पर्यो भएको चिज यथार्थ कुरा चाहिँ के भने अब व्यतिथिको बारे कहीँ देख्दा पनि हाम्रै विषयमा पनि सुरुमा त उहाँहरूले बोल्नु यो चिज अन्याय हुँदैछ भनेर उहाँहरूले बोल्नु भएको नि त व्यतिथि विसङ्गति जहाँ छ उहाँहरूले आवाज के छ अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति अहिले के छ अब अप्ठ्यारोमा हुनुहुन्छ के छ यो पार्टी त कोल्याप्स हुन्छ पनि धेरैले भनिरहेका छन् यो विषय राजनीति विषय चाहिँ हामीलाई नसोध्नु होला हामीलाई केही पनि थाहा छैन अहिले त्यो विषय नियम कानुन छ सबै चिज अब हट्नु भएन राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्नु पर्यो किन भन्दाखेरि नयाँ पार्टी अझै जन्मिनु पर्छ जस्तो लाग्छ मलाई किनकि नयाँ पार्टी नजन्मिकन पुरानो पार्टी त जाँदैन पुरानो दलहरू जस्ताको तस्तै रहन्छ त्यही भएर चाहिँ नयाँ पार्टी